हेलो हाई नमस्ते जेजेलोपा स्वागत छ तपाईहरु सबैजनालाई आजको मेरो अर्को ब्लगमा। कति भयो 4 बजेर 4 मिनेट गइसकेछ। म चाहिँ झोला बोक्न परेको छु। कुमारी ब्याङ्क पनि रहेछ आम गाछमा। ओइ उहाँ धरान चाहिँ जानुपर्ने हो लागि ल्यान्डतिर पो आइएछ त यो इप्पी ल्यान्ड एरिया त कस्तो राम्रो पो रहेछ त हो बाटोहरू। मैले आएकै थिइनँ जिउस अबदेखि चाहिँ पराउँदैको तर रोड यस्तो राम्रो भइसकेको रहेछ थाहा थिएन। पुरा लाइटहरू है राम्रो किन खोइ अब यहाँ त यस्तो भएछ त नि बाटो बन्द। 4 बजेर 29 मिनट गइसकिसकेको छ हौ। 4:30 भन्दा नि भइगयो नि। 4 बजेर 35 मिनट गइसकिसक्यो। बाध्यै के खेल्ने भन्छ के गर्ने भन्छ। रेडी भइसकिसकेको छ है हाम्रो चाहिँ यहाँनिर साइडमा पानी खान नपाइने है। नाइ अब हेर न भनेर कस्तो बाठ्यो हौ। ल्याउनु तपाईँको मोबाइल पनि चिकन हो। मैले मात्रै खान ल्याएको चिकन हो। चिकन होइन हौ होइन पहिलोचोटि अब खेल्न आँटेको है हामी। केमा राख्ने भन्छ के गर्ने यस्तो गर्ने चाहिँ गर्नु पर्ला कि रक पेपर सिज कसरी खेल्छन् हौ पहिलोचोटि खेल्न तल माथि गरौँ न तल र माथि गरौँ। यहाँ आउनु न यहाँ पहिलोचोटि खेल्न आँटेको ल के लागिरहेछ ल गाई चाहिँ हामी चाहिँ पहिलोचोटि के खेल्ने हो रक पेपर सिजर खेल्ने हो कि यस्तो अप डाउन खेल्ने हो कि ल पहिलोचोटि कस्तो हुन्छ अहिले भन्नु न मलाई हाँसेर के गर्ने 1 2 3 मेरो छेउमा चाहिँ हामीलाई कुदेको देखेन अलिकति यहाँ यो त यहाँसम्म भिडियो देखिन्छ नि त ल 1 2 3 ल 1 के रे के पो भन्ने रे बिर्सिहाल्ने 1 2 3 ए ल हेर न हेर गने छिटो म खाइदिन्छु नि छिटो ल 1 2 3 सर्ट दामी आउने
म त यही मोमो खान्छु म त मोमो मनपर्छ अब एउटा मोमो खाइसक्दिनँ अलिक पर गएर 1 2 3 मैले उता त यो खानु कस्तो रहेछ तँ खाइन है आइस कस्तो पिरो पानी खानु नभए कतिको देखेछ सर्क्यो 1 2 3 मैले गरे 1 2 3 छैन यहाँ बराबरी 1 2 3 मैले खाइसक्यो के म खान पाउँदिनँ नि त 1 2 3 अब कता फेरि तिम्रो बारे आउनु बसिने होइन 1 2 3 म Stop! Sorry. 1 2 3 thôi tầm hơn stop là 1 2 3 ai stop ai gan về stop पिरो सर्क्यो ल 1 2 3 ओइ stop गने ल 1 2 1 2 3 1 2 3 1 2 3 All right. 1 2
सबैले बनाउनु भयो अनि लोक कपाली मैले दिन्छ कि त डाल 1 2 3 1 2 3 1 2 3 मलाई त मैले खाएँ ए आएन त मोमो त फिनिस भएछ ल अब ल 1 2 3 ए मैले जाऊ बन्द गरौँ न पानी खानु बन्द गरौँ सबजना अगाडि आजलाई यति नै सक्यो म चाहिँ खल्ली नै भएँ नमस्ते दर्शन झोले जो जलपा मेरो अर्डर आयो भने नि हैन म अप्पर सब्स्क्राइब हालिदिन्छु बिजनेस रेस हैन त हजुरहरुको आइदि कहाँ म चस्मा लगाएको मैले धेरै खान्छु भनेर नि नखेलौँ भनेको त नि यो हो नि त सरिता म्याम ऊ ढिलो कुद्यो अरे अनि पसिनै ऊ धेरै खानको लागि यता हेर्नु त बिन्ता म्याम एकचोटि पसिना नपुसी ओ माई गॉड हटी अनि कस्तो दुईचोटि मलाई सर्क्यो आमा अनि दुईचोटि सर्क्यो नि अलिअलि मोइस्चराइजर क्रिम हो कि सनस्क्रिम लगाएर आएको सबै गयो कस्तो यो ओठहरू पोलिरहेको छ जान्छ भन्ने थाहा पाएर सनस्क्रिन पनि नलाइकन आएको यो ओठहरू यो वरिपरि छ नि यो वरिपरि कस्तो पोलिरहेछ यो तिमाथि यस्तो घाउ भइरहेछ नि के गर्नु खानु पर्यो नि पुरा मैले चाहिँ हेर नि त्यहाँनिर पाले आएन मेरो यो पाले आएन भन्दा पाप लाग्छ हौ अलिअलि पालो त आएको थियो अन्त नि आफै होइन कुन के गर्दा के गर्ने नभन्ने होइन अनि हेर नि त्यहाँनिर म त अगाएँ हौ साँच्ची होला चटपटे खान्छु छेउमा मोमो अनि अर्को छेउमा के हो करेन्ट चाउ अनि भएपछि त बिचको चटपटे त रकको किनभने यो चाहिँ चपाउन टाइम लाग्छ नि त त्यो चाहिँ सल्सा नि चपाउन छिटो टाइम लाग्दैछ क्या होइन खाम न यो के खाम म यो त खाम न के खाम खाएर वाक्क भयो फेरि न त्यही चम्चीले खान्छु आमा नै भयो नि के गर्नु मन त अब के भन्छ अप डाउन होइन अप एन्ड डाउन त गर्नु मन थियो चिकनसँग रोस्ट खाँदै अब यिनीहरू भेजै पऱ्यो क्या दुइटै यिनीहरू धेरै बाँच्छन् अरे क्या म त छिटै मरिहाल्छु मासु नखाने त अनि धेरै बाँच्छन् अरे राम्रो पनि हुँदैन अरे ए मासु नखाने चाहिँ धेरै बाँच्छन् अरे हुष्टपुष्ट यस्तो यस्तो पोटिली हुन्छ अरे होइन अनि यो मासु धेरै खाने चाहिँ यस्तरी चौरी पर्छ अरे अब म त छिटो मरिहाल्छु त्यही भएर छिटो छिटो खाएर कहिले मर्ने है मर्ने बेलामा मलाई पनि खबर दिएर मर्ने गरिहाल्छ नि फेसबुकमा हाल्छन् होला नि म अब मर्ने बेला मरेँ है भनेर फोन गर्नु ल फेरि म त ढ्याङ्ग्रो ठुटेर भगाउँछ होला म मर्न आँटेको है भन्नु पक्क मर्नु यति खानेको बेलामा यस्तो भयो मान्छे धेरै धेरै त कसरी मलाई कति साह्रो कुटो ढाडमा भित्रबाट सरी कुट्छ क्या यिनीहरू यिनीहरू भयो मैले मात्र कुटेको भित्र सैतामा मेटोमा गएर कुट्दैन कुट्दैन बन्दे कुट्दैन तर थाहा बसेर हात साह्रो मेरो फुलौरो नै उठाइन्छ म पनि सानो त सानो तर साह्रो चाहिँ लाग्छ साह्रो कति आएको पसिना हौ मलाई मान्छे हो सानो अब चाहिँ उब्रेछ के लानु सत्य म्याम तपाईँ खानु न करेन्ट खानु त
प्याज हालेको अनि प्याज हालेको मिठो हुन्छ नि त अमन भयो प्याज हालेर अमन भएको धेर भयो नि त हो साथीहरू गइसकिसक्यो 5 बजेर 35 मिनट पनि गइसकिसकेको छ है अनि हामीले चाहिँ कति मिनट जस्तो खायौँ हो एकदम रमाइलो भयो सबसे धेरै चाहिँ मैले खाएँ भन्दैछ यिनीहरू खोइ कसले खाएको नि थाहा छैन है मैले छिटो छिटो खाएँ अरे भनेर भन्छ अब चाहिँ हामी यहाँबाट लाग्यौँ घरतिर